क्या सुस्तानी हो सिक्नु काटेर नि के गर्ने हो? चियर के कहिलेकाहीँ बेच्दा घाँटा लाग्छ सायद त्यही सिक्नु ट्रेनिङ हो के सिक्ने युट्युब पनि सिकेर छ। खै त बोल्दै अहिले हजुरहरूले यो के भन्छ मेरो क्रोम देखिरहनु भएको छ? कसैले मेसेज गरिदिनु होला है त। देखिहाल्छ सर। ल है त। अब जस्तो हजुरहरूले जहिले पनि प्राइमेरी ट्रेन्डहरू मार्केट फेजहरू हेर्न पर्यो भने लार्जर टाइम फ्रेममा जाने है। अहिले हामीले हेर्दै गरेको विषय के थियो त भन्दा तपाईँको चाहिँ अहिले हामी नेप्सीको कुन फेजमा छौँ भन्ने सवालमा एटलिस्ट सेकेन्डरी चार्टबाट हेर्नुभयो भने पनि त्यो देखिन्छ। जस्तो अहिले हाम्रो स्थिति के हो भने तपाईँको चाहिँ मार्केट 3200 देखि तल खस्यो। 3200 देखि तल खसेपछि मार्केटले लामो समय हजुरहरू यहाँनिर हेर्नुहुन्छ भने यसले के गर्यो त एउटा रेन्ज क्रिएट गरेको छ है। हैन एउटा सर्ट एन्ड हाईको तलमाथि प्ले हुन सुरु गर्यो लामो समय चाहिँ। अनि यहाँ माथि हेर्नुहोस् है त जुन एउटा क्लासिकल अप ट्रेन्ड हुनुपर्ने मार्कअपको लागि त्यो पनि बनाएन। भनेको मतलब अप ट्रेन्ड भन्ने बित्तिकै आएर लो त्यो पनि छैन र एटलिस्ट जुन प्रिभियस हाई हो नि यो हाइट ब्रेक गर्नुपर्ने त्यो पनि गरेन। हेर्नुहोस् दुईटै कन्डिसनले मिट गरेन र फेरि के भयो त मार्केट चाहिँ साइडवेज गरेर बसेको स्थिति छ। र यस्तो स्थिति कतिखेर आउँछ त भन्दा तपाईँको चाहिँ एकैछिन है यो धेरै ड्र गरी पठाइएछ कि म यसलाई रिड्र गर्छु। त हाम्रो अहिलेको स्थिति हेर्ने हो भने एकुमुलेसन फेजमा के हुन्छ भने तपाईँको चाहिँ उनीहरूले सफिसियन्ट पोजिसन बिल्डअप भएको छैन वा मार्केटले तपाईँको चाहिँ एउटा एक्सिलेरेसन पाएन भने एकुमुलेसन पछि एउटा फेकआउट गर्ने तपाईँको चाहिँ त्योभन्दा पछि फेरि रिएक्युमुलेट गर्ने र सेम केस डिस्ट्रिब्युसन आउँछ फेरि हेर्नुहोस् है त। कहिलेकाहीँ उनीहरूले भने जस्तो सेयरहरू अपलोड गर्न पाएन मार्केट अल अफ अ सडन तल आइदियो होइन सबैजना बाठा भइदिए सबैजना तल आयो भने फेरि तपाईँको रिडिस्ट्रिब्युसन गर्छ कि अर्को लेभलमा गएर चाहिँ हो। अहिले त्यो क्यारेक्टरबाट यदि हेर्छौँ भने त्यो ट्याक्कै हाम्रोसँग म्याच खान्छ नेप्सेको एङ्गलबाट। लामो समय मार्केट चाहिँ साइडवेज बस्यो 1806 को लेभलमा आइसकेपछि हेर्नुहोस् है त सर्टेन हाई र लोको बिचमा प्ले गर्यो। यहाँ एउटा फेकआउट गर्यो बजारले फेरि अहिले के भइरहेछ तपाईँको चाहिँ साइडवेज मुभ बनाइरहेछ कुनै डाइरेक्सन छैन घरि तल घरि माथि गरिरहेछ र यही जोनमा प्ले गरिरहेछ। त जुन एउटा क्यारेक्टर एकुमुलेसनको बजारमा स्थापित क्यारेक्टर छ त्यो क्यारेक्टर क्लियरली देखिन्छ हेर्नुहोस् है त क्लियरली देखिन्छ। त्यसो भएकोले हामी फेज वाइज हेर्ने हो भने अहिले नेप्सेको जुन फेज छ त्यो एकुमुलेसन पछिको एउटा फेकआउट र त्योभन्दा पछिको रिएकुमुलेसनसँग सबभन्दा नजिक मिल्छ है त यो क्यारेक्टर चाहिँ। अब मार्कडाउन त्यसै गरेर के रियल बुलिसमा यस्तो देख्न पाइन्छ त अब अर्को क्वेसन है त त्यो पनि हेरिहालौँ हामी चाहिँ। अहिले मेरो चार्ट नै आएको छ नि है आएको छ सर देखिरहेछ। बेला बेला तपाईँको चाहिँ कुन टुलले चाहिँ काम गरिरहेको छैन कि बेला बेला मुभ भइरहेको छैन क्या। ल ठिक छ है त म एकछिन यहाँलाई लिएर आउँछु यता फेरि हामी उतै जाउँ टाइम पनि कति भयो साँच्चै भाइ त। ल यसरी तपाईँको चाहिँ डिस्ट्रिब्युसन फेजमा विशेष गरेर एकदमै नयाँ सोझा है त सोझा लगानीकर्ता भनिन्छ नि भर्खर आएको छ केही पनि थाहा छैन होइन बजार घटबड थाहा छैन डाइरेक्सन थाहा छैन तपाईँको चाहिँ साथीले पैसा कमाएको देखेर आएको न्युजको मिडियाको न्युज देखेर आएको होइन तपाईँको चाहिँ कतिजना हल्ला सुनेर आएको टिभीको न्युज देखेर आएको आदि इत्यादि कारणले लोभिएर आएको हुन्छ क्या मान्छे। किनभने सबैले पैसा बनाइरहेछ हेर्नुहोस् है त लोभ फेयर र ग्रिडले यो बजार चल्ने भनेको त तपाईँको चाहिँ होइन। अब यति धेरै लोभ हुन्छ कि साराले पैसा कमा मै छुट्छु भन्ने किसिमले भर्खर आउँछ बिचराहरू अनि के हो त भन्दा बजारको चाल नपाइकन डिस्ट्रिब्युसन फेजमा फसिसकेको स्थिति हुन्छ। एकुमुलेसनमा इभन पुराना लगानीकर्ताहरू रिटेलरहरूलाई यसरी सेकआउट गरिन्छ बजारमा चाहिँ होइन तपाईँको चाहिँ अब त बजार बढ्दै बढ्दैन अब त झन् घस्न थाल्यो भनेर सेकआउट गरेर सेयर खोसिन्छ। सस्तोमा सेयर स्मार्ट मनी कहाँ जान्छ थोरै पैसा रिटेलरको हातमा आउँछ महँगोमा त्यही सेयर तपाईँको चाहिँ रिटेलरको हातमा आउँछ र धेरै पैसा स्मार्ट मनीकोमा जान्छ इन एन एभरेज। र यो क्रम चलिबस्छ हेर्नुहोस् है त हरेक साइकलमा यही नै हो बजारमा चल्ने व्यवहार चाहिँ। त्यही भएर बजारबाट पैसा बनाउनु भनेको तपाईँको चाहिँ यो के अरे के भन्छ तपाईँको कागको अन्डा चोर्नु भन्छ नि होइन त्यति बाठो हुनु पऱ्यो क्या तपाईँ हामी चाहिँ एकदम तित्रो भन्छ नि होइन चलाक हुन सके त्यो सम्भव छ बजारमा। त्यो चलाक हुनको निम्ति तपाईँ हामी चाहिँ दिमाग लगाएर बजारका सामान्य कुराहरू चार्ट कसरी मुभ गरिराखेको छ
होइन हायर टाइम फ्रेममा कस्तो प्राइस प्याटर्न बनिराखेको छ, तिम्रो हायर टाइम त्यही फ्रेमको कुरामा चाहिँ मुभ लेख्न कस्तो छ, गाउँदैन त्यो कुरालाई हेर्ने अब हो भने यता पुग्छ। तपाईँले एकचोटि अहिलेसम्म तपाईँ हाम्रो समस्या रिटेलरहरू के हो त भन्दा तपाईँ हामीलाई सुरुमा म आफै पनि त्यो फेजबाट गुज्रेको हो। जतिखेर म चाहिँ अझ तपाईँको चाहिँ हाम्रो जस्तो नेप्से नभएर मैले त एकैचोटि तपाईँको चाहिँ हाई लिभरेज्ड कमोडिटी मार्केटबाट आफ्नो क्यारियर सुरु गरेको थिएँ होइन। अलिकति तपाईँको चाहिँ एउटा इन्डिकेटर पाउँदा पनि ओहो अब होइन तपाईँको सुरुमा आरएसआईहरू सिक्दा एमएससिडी सिक्दा यस्तो लाग्थ्यो कि अब त मैले बजारलाई पुरै कन्ट्रोल गर्न सक्छु, भरे त्यसले पनि काम गर्दैन रहेछ। अझै नयाँ इन्डिकेटरहरू सिक्यो, नयाँ टुलहरू सिक्यो, क्यान्डलस्टिकहरू सिक्यो, अझ सिक्यो, त्यसले पनि काम गर्दैन रहेछ। तपाईँको चाहिँ हुँदा हुँदा प्रिमियम पे गरेर इन्डिकेटरहरू लियो, त्यसले पनि काम नगर्दो रहेछ होइन। सर्च गर्दा गर्दै तपाईँको बाई सेल कल दिने कम्पनीहरू हुन्छ तपाईँको फोरेक्सतिर, तपाईँको चाहिँ के अरे के भन्छ त्यो बाई सेल दिने कम्पनीहरूको तपाईँको छ होइन। डाटा लिएपछि त मैले पैसा बनाउँछु सोच्यो होइन, त्यहाँ पसल तपाईँको खाइदिने इक्विटीहरू हिट रहेछ हुने त। यस्तो थियो है त। टेक्निकल एनालिसिसले मैले जहाँ सोध्न तपाईँको आएको चाहिँ थिएँ प्राइस दुईटा छ बिल र जहाँ नपाएको थियो पार्टिसिपेसन मैले छ पुगेँ हरेक मार्केटमा काम गर्छ सर। अझ मैले यिनीहरूलाई हेर्दा तपाईँको चाहिँ न इन्टरनेसनल आलुसालु मार्केटभन्दा भुसुमा थिएन नि निकै थिएन फार बेटर र त्यही तपाईँको त 50 हो। बोयमा नेप्सेमा काम गर्छ हो। एक नेप्सेमा मिनट आएको अब बस्न हामीले सक्छु टेक्निकल एनालिसिस केलाई आ भनेर बुझ्ने सक्दिनँ। त्यो एउटा अलिकति डिबेटको विषय छ है कस्तो त। राक्षस सम्झ्यौ तिमीले मलाई यार? फोरकास्टिङलाई तपाईँको सुन चाहिँ मेरो प्रोफेसनल बुढो टेक्निकल एनालिसिस कसैले पनि तपाईँको चाहिँ आत्मसात गर्दैन। एउटा भनाइ छ टेक्निक कन्ट्री तपाईँको चाहिँ लाइन्स सिएमटीमा एउटा भनाइ छ, नेभर एभर यता प्रिडिक्ट द कन्ट्री ट्रेन्ड भन्छ क्या। नेभर एभर प्रिडिक्ट द ट्रेन्ड लेन्थ, जस्ट फलो इट भन्छ। ट्रेन्डलाई कहिले पनि प्रिडिक्ट गर्ने होइन, ट्रेन्डलाई फलो गर्ने हो। पण्डित हेर्नु त मान्छे नि तपाईँले बढ्दो ट्रेन्ड कन्ट्री त्यहाँ होइन। देख्नुहुन्छ बुलिस हुने हो, घट्दो ट्रेन्ड देख्नुहुन्छ बेरिस हुने हो, मिक्स ट्रेन्ड देख्नुहुन्छ साइडेज हुने हो। हाम्रोमा समस्या के हो त भन्दा नेपालमा अलिकति टेक्निकल एनालिसिसप्रतिको वितृष्णा होइन, यहाँको मार्केटमा काम गरेको कि होइन जस्तो लाग्ने भनेको तपाईँको चाहिँ धेरैले टेक्निकल एनालिसिसलाई चाहिँ फोरकास्टिङसँग लिएर जोड्ने। अनि त्यो फोरकास्टिङको कुराहरू होइन तपाईँको चाहिँ होइन लाइनहरू ड्र गरेर तपाईँको चाहिँ यताउता देखाइदिने। त्यही भएर हाम्रो दुईवटा भाष्य चाहिँ निर्माण भएको छ होइन, एउटा तपाईँको धर्के भनिदिने, अर्को होइन आदि इत्यादि। तर मैले नजिकबाट हेर्दा यति म्याच्योर तरिकाले र तपाईँको चाहिँ यति सुटेबल तरिकाले हाम्रो हरेक कम्पनीहरूमा हरेक इन्डेक्सहरूमा पर्फेक्टली काम गर्छ है त टेक्निकल मार्केटले चाहिँ। हजुरले हेर्नुहुन्छ भने अहिले पनि तपाईँले हेर्नुहुन्छ भने जो बढेका कम्पनीहरू छन्, जो बढ्न नमानेका कम्पनीहरू छन्, हरेक व्यापनबाट हेर्नुहोस्, तपाईँले मोमेन्टमबाट हेर्नुहोस्, भोलाटिलिटीबाट हेर्नुहोस्, रिलेटिभ स्ट्रेन्थबाट हेर्नुहोस्, ट्रेन्ड स्ट्रेन्थबाट हेर्नुहोस्, भोल्युम बेसबाट हेर्नुहोस् होइन। नबढ्ने सङ्केत छ भने बढेको छैन, बढ्ने सङ्केत चाहिँ बढेको छ। निस्केर राखेको थिएँ अब निष्कर्ष बेच्छ हामीले यसको निष्कर्ष आधारमा कति अनुमानको पुऱ्याएछ आधारमा ट्रेड गर्ने कुरा हो सोध्नु भएको हो भने त्यो चाहिँ मेरो सब्जेक्ट परेन है त सर। यदि मार्केटको तपाईँको चाहिँ प्राइस एक्सन र त्यसलाई सपोर्टिभ गर्ने टुलहरूको आधार लिनुहुन्छ भने पर्फेक्टली काम गर्छ। किन राखिन्छ अब हामीले एक्सनमा चाहिँ त्यो कुरा उतार्न सक्नु पर्यो। अझ हाम्रो मार्केट त इजी छ, हाम्रो मार्केटमा कमसेकम इक्विटी हिट हुँदैन होइन। हाम्रो मार्केटमा तपाईँको चाहिँ अहिले पनि तपाईँको चाहिँ के हो त भन्दा त्यो तपाईँको 500x होइन 300x लिभरेजको के छ तपाईँको चाहिँ प्रोभिजन छैन, जसले गर्दा हाम्रो चाहिँ इक्विटी सेफ छ। न त तपाईँको चाहिँ अहिलेको जस्तो जुन इन्टरनेसनल मार्केटको सिल्भरको मुभहरू छ जहाँ तपाईँको मिल्दा रातमा अरबपति नमिल्दा रातमा रोडपति हुने स्थिति छ, त्यो इस्यु हाम्रो मार्केटमा छैन है त। त्यसो भएकोले मजाले काम गर्छ टेक्निकल एनालिसिसमा, झन् राम्रो काम गरेको देखेको छु है मैले चाहिँ। र यसरी डिस्ट्रिब्युसन फेजमा तपाईँको ओभरअल जुन एक्साइटमेन्ट छ होइन, मार्केटको त्यो एउटा युरोपिक फेज छ, त्यसलाई क्यास गर्दै स्मार्ट मनीले के गर्छ भन्दा त्यो उत्साहलाई क्यास गर्छ। महँगोमा सेयर भिडाउँछ रिटेलरहरूलाई र आफूले ठुलो पैसा लिएर बस्छ। अब फेरि बजारमा मार्कडाउन सुरु हुन्छ हेर्नुहोस् है त। मार्कडाउनमा तपाईँको अलरेडी ठुलो होल्डरहरूले सेल गरिसक्यो होइन। अब बिस्तारै बिस्तारै तपाईँको टेक्निकल ट्रेडरहरूले पनि लसहरू रियलाइज गर्न सुरु गर्छ होइन। अस्तिसम्म तपाईँको तल आउँदा करेक्सन सोचेर बसेको झरेक्सनमा गएको भन्ने त उसले चालै पाउँदैन। मैले रफ ओडी गरेँ होइन, माफी चाहन्छु, अलिकति बुझ्न सजिलो होस् भनेर तपाईँको छैन करेक्सन भनेर बुझ्यो यो अहिलेको होइन तपाईँको चाहिँ एक्ज्याक्ट मुभ रहेछ। फेरि माथि जाँदा चाहिँ रिकभरी जस्तो लाग्यो, लोअर हाई बनाउँछ, त्यहाँ पनि हामी कन्फर्म हुन सक्दैनौँ। फेरि लोअर लो बनाउँदा पनि कन्फर्म हुन सक्दैनौँ। अहिलेको पनि करेक्सनतिर भन्ने हाम्रो ध्यानतिर गइरहेको हुन्छ, तर बजार अलरेडी बेयरिसको सङ्केत दिइसकेको हुन्छ माथितिर नै। चाहे त्यो नेप्से घट्दा होस् चाहे कम्पनीहरू घट्दा होस्, अधिकांशमा मिल्छ हेर्नुहोस् है त। कहिलेकाहीँ हाई र लोहरूले तपाईँलाई सङ्केत दिएन भने कमसेकम पनि बजार चाहिँ आफ्नो 50 दिनको औसत मूल्य रेखाभन्दा तल कन्टिन्युसली बस्न थाल्यो। तपाईँको 20 दिनको औसत मूल्य रेखाभन्दा तल बस्न थाल्यो र 20 दिनको औसत मूल्य रेखाको डाउनवर्ड स्लोप छ, 50 दिनको औसत मूल्य रेखाको डाउनवर्ड स्लोप छ, हुँदा 200 दिनमा दाम आइसक्यो भने तपाईँको के हो त भन्दा त्यो पनि बुझ्न सकेन भने के हो त भन्दा अनि पीडा पाइन्छ बजारमा चाहिँ। अर्को इस्यु के भइदिन्छ भने तपाईँको चाहिँ माथि टप्पा आउँदा बुलिसै भन्ने होइन बेयरिसतिर ध्यानै गएको हुँदैन, मार्कडाउनको ध्यानै गएको हुँदैन, होपमा बसिन्छ। अब तल आउँदा लस बढिसकेको हुन्छ, त्यो लसमा क्लोज गर्ने आँट आउँदैन फेरि। अब त्यहाँ आँट आउँदैन, लस बढ्दै जान्छ, फेरि आँट आउँदैन, फेरि लस बढ्दै जान्छ, अनि हामीले लसलाई पालेर बसिरहेका हुन्छौँ हेर्नुहोस् है त। त्यसो भएकोले तपाईँको चाहिँ ट्रेन्डलाई बेलैमा चिन्न सक्यो भने इमोसन
लेस हुन पर्यो। हामीले मिस्टेक गर्यो भने यो प्रकृतिको नियम हो होइन। मिस्टेक गऱ्यो भने तपाईँको त्यसको सजाय हुन्छ। हामीले टाइममा ट्रेन्ड चिन्न सकेनौँ भने हामीले लस बिहोर्न पर्यो। त्यो लसलाई बोक्यौँ भने ठुलो ठुलो लस हुँदै जान्छ र हामी फेरि एकुमुलेसनमा गएर तपाईँको के हुन्छ भने चेकआउट हुनुपर्ने स्थिति आउँछ होइन। अनि तपाईँको क्याप्सुलेट हुनुपर्ने स्थिति आउँछ जहाँ चाहिँ आत्तिएर होल्ड गऱ्यो लास्टमा तपाईँको चाहिँ ठ्याक्क बटम लाग्ने बेला तपाईँको के हो त भन्दा पुरै आत्तिएर सेयर फालिदिने, त्यहीँबाट प्राइस बढ्न थाल्ने स्थिति आउँछ बजारमा। त्यसलाई क्याप्सुलेसन भन्छ। त्यस्तो स्थिति बजारमा भइबस्छ हेर्नुहोस् है त, विशेष गरेर इक्विटी मार्केटहरूमा अझ खास गरेर। र यसरी एवं रीतिले बजार कहिले तपाईँको चाहिँ एकुमुलेसनतिर जाने, त्यहाँबाट मार्कअपतिर जाने, फेरि डिस्ट्रिब्युसनमा आउने, फेरि मार्कडाउनमा जाने, फेरि एकुमुलेसन सुरु हुने, यो क्रम चलिबस्छ बजारमा, चलिबस्छ। इभन नेप्सेकै साइकलहरू हेर्नुहुन्छ भने पनि तपाईँको चाहिँ होइन मजाको साइकल मुभहरू बनाउँदै आएको छ नेप्से। तपाईँको चाहिँ पछिल्लो अहिले हामी फिफ्थ साइकलको अहिले होइन इन बिट्विन छौँ। तपाईँको चाहिँ अलरेडी 4वटा साइकल नेप्सेले पुरा गरिसकेको छ हेर्नुहोस् है त। र यसरी 4वटा फेज चाहिँ तपाईँहरूले मेन बुझ्न पर्ने भनेको मार्कअप फेज आइडेन्टिटी गर्न सक्यो। र कुनै कम्पनीहरू जो रिलेटिभली स्ट्रेन्थ छन्, रिलेटिभ स्ट्रेन्थ भएको कम्पनीहरूमा तपाईँले के हो त भन्दा ओभरअल मार्केट साइडेजमा हुँदै गर्दा पनि है त, ओभरअल सेक्टर साइडेजमा हुँदै गर्दा पनि जो तपाईँको चाहिँ आउट पर्फर्मरहरू छ नि, आउट पर्फर्मरहरूमा तपाईँले मार्कअपको सङ्केत देख्नुहुन्छ भने त्यस्तो कम्पनीमै पोजिसन बनाउनुहुन्छ भने पनि इभन तपाईँले चाहिँ साइडेज मार्केट मुभमा पनि पैसा बनाउन सक्नुहुन्छ है त। जस्तो तपाईँको चाहिँ प्रिभियसली लास्ट इयरको बियर सुरु भइसक्दा पनि केही समयसम्म एनटिसीले तपाईँको इभन होइन डिस्ट्रिब्युसन पछिको मुभमा पनि एनटिसीले आउट पर्फर्म गर्दै थियो बजारलाई। अहिले नेप्से तपाईँको साइडवेज छ होइन। यी साइडवेजको बेला तपाईँले थुप्रो हाइड्रो कम्पनीहरूले अघिल्लो लटमा आउट पर्फर्म गरे। अहिले रिसेन्टली तपाईँको ब्याङ्कबाट, माइक्रो फाइनेन्सबाट होइन तपाईँको चाहिँ यता आएर के भन्छ फाइनेन्सबाट होइन एक-एकवटा कम्पनीले मार्केट आउट पर्फर्म गरेर स्थिति छ पछिल्लो समयमा। ओभरअल ब्याङ्किङमा खासै मुभ छैन, तर ब्याङ्कबाट एउटा ब्याङ्कले आउट पर्फर्म गरिरहेको छ अहिले बजारमा। फाइनेन्स पनि खासै बढोत्तरी छैन, एमफिल हेर्नुहुन्छ भने मजाले आउट पर्फर्म गरिरहेको छ। माइक्रो फाइनेन्स हेर्नुहुन्छ भने राम्रा होइन जनरल कम्पनीहरू कहीँ कतै छन्, तर त्यहाँ चाहिँ एलबिएसएल हेर्नुहुन्छ भने अलरेडी आउट पर्फर्मर छ। यसरी तपाईँको साइडेज इभन डिस्ट्रिब्युसन फेज पछि पनि केही कम्पनीहरू जस्तो हाम्रै नेप्सेको कुरा गर्दा होइन लास्ट इयरको तपाईँको चाहिँ के अरे बियरिस नेप्से तल झरिसक्दा पनि एनटिसी आउट पर्फर्मर गरिरहेको थियो बजारमा हेर्नुहोस् है त। जबसम्म बजार ट्रेन्ड कायम छ, त्यही भएर एउटा सिम्पल भाषा के हो त भन्दा ट्रेन्ड इज यो फ्रेन्ड अन्टिल इट एन्ड्स भन्छ कि जबसम्म ट्रेन्ड सिद्धिँदैन तबसम्म त्यो तपाईँको साथी हो। पैसा बन्ने भनेको बुलिस ट्रेन्डमा मात्रै हो हाम्रो नेप्सेमा हेर्नुहोस् है त। अरू ट्रेन्डमा पैसा बनाउन चाहिँ च्यालेन्जिङ छ, बुलिस ट्रेन्डमै पनि गाह्रो छ त्यसका बावजुद है त। अरू ट्रेन्डमा त अझ धेरै च्यालेन्ज छ। यसरी हामीले चाहिँ पहिला ट्रेन्ड आइडेन्टिफाई गर्ने, मार्केट फेज आइडेन्टिफाई गर्ने र तपाईँको चाहिँ फेज वाइज अनुसार तपाईँको चाहिँ अझ तपाईँको चाहिँ होइन यो फाइनेन्सियल लिटरेट ट्रेडरहरूले त के गर्छ भने जब मार्केटमा डिस्ट्रिब्युसन सुरु हुन्छ बजारबाट क्यापिटल आउट गर्छ र अब सेयर मार्केटमा त फर द टाइमिङ अपर्च्युनिटी हुँदैन, बजार मार्कडाउनमा गएको कन्फर्म भयो भने उनीहरूले त्यसलाई चाहिँ फिक्स अर्निङ एसेटहरूतिर लाउने, तपाईँको चाहिँ याब्रीतिर तपाईँको चाहिँ कन्भर्ट गर्ने, यस्तो पनि हुन्छ हेर्नुहोस् है त। फाइनेन्सियल त्यो छुट्टै साइकल छ, कुनै सन्दर्भमा जोडौँला त्यो पाटोलाई चाहिँ। त विशेष गरेर 4वटा फेजमा सपोर्ट र रेजिस्टेन्समा डाउनसाइड रिस्क एकदमै एकुमुलेसन फेजमा डाउनसाइड रिस्क एकदमै कम हुन्छ होइन। हामीलाई कहिलेकाहीँ झुक्क्याएर तल ओपन भयो पनि माथि नै फर्किहाल्छ होइन। त्यहाँ तपाईँको चाहिँ सपोर्ट एरियामा बाई गर्न सक्यो भने पनि जनरल अर्निङ गर्न सकिन्छ, जस्तो अहिले जस्तो ट्रेन्डहरूमा। मार्कअप फेजमा तपाईँको चाहिँ लेट ट्रेन्ड इन्ट्रीको रिस्क भए तापनि होइन हामी बनाइसकेको हुन्छ र हामी महँगोमा किन्न पर्ने स्थिति हुन्छ। त्यसका बावजुद पनि तपाईँहरू चाहिँ कन्फिडेन्टली बुलिस ट्रेन्डलाई आत्मसात गर्नुभयो, त्योसँग सङ्गत गर्न सक्नुभयो भने, त्यसको क्यारेक्टर पत्ता लगाउन सक्नुभयो भने बुलिस ट्रेन्ड अझ रमाइलो हुन्छ। इभन तपाईँको चाहिँ अलिकति ट्याक्टिक तरिकाले बजारमा चल्ने हो भने डिस्ट्रिब्युसन फेजमा पनि तपाईँको चाहिँ मोस्टली मार्केटहरू साइडवेज चल्ने भएकोले त्यहाँ पनि स्विङ प्ले गर्न नसकिने होइन। स्विङमा तपाईँको चाहिँ अर्निङ गर्न सकिन्छ तर रिस्क हाई हुन्छ, रिभर्सल रिस्क हाई हुन्छ। र मार्कडाउन फेज भनेको तपाईँको चाहिँ मोस्टली तपाईँको डाउन साइड बायस बढी हुने भएकोले अब की लेभलहरू जस्तो तपाईँको चाहिँ खस्ताखस्ती होइन फिबोनासीको की लेभलहरू, इयरली पिरियडको की लेभलहरूबाट रिभर्सल आउन थाल्यो अनि त्यहाँ काउन्टर ट्रेड है त। त्यहाँ चाहिँ काउन्टर ट्रेड फेरि ट्रेन्डको विपरीत दिशामा लिने ट्रेडलाई काउन्टर ट्रेड भन्छ, जो हाई रिस्क हुन्छ र त्यो त भन्दा अति चलाक चाहिँ हुन सक्न पर्यो। र इजिली तपाईँको चाहिँ लो रिस्क सहित होइन अलिकति समय पेसेन्स मेन्टेन गर्न सक्ने हो भने पैसा बन्ने फेज भनेको एउटा मात्र हो, त्यो हो मार्कअप फेज है त। र अब हामी करिब करिब सेसनको नजिक छौँ है त। छोटो तपाईँको चाहिँ यो सपोर्ट र रेजिस्टेन्सको कुरा लामो छ, यसको अलिकति चर्चा गरेर अनि म एकछिन चाहिँ कलशलाई यो हस्तान्तरण गर्छु। बजारमा अब तपाईँको चाहिँ के हो त भन्दा बजारको क्यारेक्टर हामीले बुझ्यौँ, सबै चिज बुझ्यौँ। त्यसै गरी तपाईँको चाहिँ
अकुमुलेसन र कसरी अब यत्रो चर्चा गरेछ र फेरि त्यही चर्चाको चाहिँ रिचर्चा गर्नु पर्यो। सिम्पल छ, अकुमुलेसन फेजमा तपाईँको चाहिँ यदि तपाईँले ठुलो टाइम फ्रेमहरूमा ल सिम्पल सूत्र याद गर्नुहोस्। ठुलो टाइम फ्रेममा तपाईँको चाहिँ कम्पनीहरूमा बुलिस रिभर्सल प्राइस प्याटर्नहरू बनिरहेको छ भने सम्झनुहोस् कि हामी मार्केटको अकुमुलेसन फेजमा छौँ। बुलिस रिभर्सल प्याटर्न हामी भोलि पर्सिको लेसनमा आउँछौँ। जस्तो अहिले अब होइन ठ्याक्कै जिज्ञासै भएको बेलामा बताइदिइहाल्छु। तपाईँले कुनै कम्पनीमा इन्भर्स हेज एन्ड सोल्जर प्याटर्न बनिरहेको देख्नुभयो, इन्डेक्समा इन्भर्स हेज एन्ड सोल्जर प्याटर्न बनिरहेको देख्नु भएको छ, बजारले डबल टप बनाइरहेछ, डबल बटम बनाइरहेछ, ट्रिपल बटम बनाइरहेछ, इभन तपाईँको मल्टिपल बटम पनि बनाउन सक्छ है कुनै बेला। डबल ट्रिपलले नपुगेर मल्टिपल बटम बनाइराखेको छ, वा कुनै कम्पनीहरू तपाईँको सिमेट्रिकल ट्रायङ्गल बनाइरहेछन् लार्जर टाइम फ्रेममा। कुनै कम्पनीमा तपाईँको चाहिँ के भन्छ एसेन्डिङ ट्रायङ्गल फर्म भइरहेको छ भने हामी बुझौँ कि त्यहाँ के हुँदैछ त तपाईँको चाहिँ एकुमुलेसन चलिरहेको छ। वा लार्जर टाइम फ्रेमको तपाईँले विशेष गरेर विकली चार्टहरू मन्थली चार्टहरूको बोलिङ्गर ब्यान्डमा चाहिँ 3वटा ब्यान्ड चाहिँ तपाईँको प्यारेललले है त ब्यान्डको स्ट्रक्चर तपाईँको चाहिँ आइदर डाउनवर्ड ट्रेन्डको बेला अर अपवार्ड हुने गर्छ। तर एकुमुलेसन फेजमा नर्मली तपाईँको लामो चल्यो भने अप्पर ब्यान्ड पनि फ्ल्याट होइन, लोवर ब्यान्ड पनि फ्ल्याट, मिडल ब्यान्ड पनि फ्ल्याट र प्राइस यसैको तलमाथि ओसिलेट गरेर राखेको छ नि बुझ्नुहोस्। यसको रिभर्स माथि डिस्ट्रिब्युसन त्यस्तै देखिने हो, प्राइस मात्रै चेन्ज हुने हो होइन। बोलिङ्गर ब्यान्ड फ्ल्याट भएको छ, प्राइस अप्पर ब्यान्ड र लोवर ब्यान्डको बिचबाट होइन तलमाथि ओसिलेट गरेर राखेको छ भनेपछि त्यसरी पनि हामी के बुझ्न सक्छौँ त भन्दा बजारमा एकुमुलेसन भएको हुनसक्छ है भन्ने कुरा प्राइसबाट पनि लिन सक्छौँ। तर मोस्टली ट्रेन्ड चाहिँ डिसाइन हुन्छ होइन। सर्टेन तपाईँको टाइपको सपोर्ट र रेजिस्टेन्सको बिचबाट बजार तलमाथि प्ले गर्छ। ट्रेन्डमा युनिफर्मिटी हुँदैन होइन। अधिकांश कम्पनीहरू इन्डेक्सहरूले तपाईँको चाहिँ रिभर्सल प्राइस प्याटर्नहरू बनाउन सुरु गर्छ, बुलिस रिभर्सल है त, बुलिस रिभर्सल प्याटर्नहरू बनाउन सुरु गर्छ। जस्तो हेड एन्ड सोल्जर प्याटर्न, डबल बटम प्याटर्न, ट्रिपल बटम प्याटर्न, मल्टिपल बटम प्याटर्न तपाईँको चाहिँ। त्यसै गरेर यता आएर के भन्छ के अरे यो सिमेट्रिकल ट्रायङ्गल प्याटर्न, एसेन्डिङ ट्रायङ्गल प्याटर्नहरू हजुरले देख्नुहुन्छ। त्यस अपोजिट है त, त्यस अपोजिट तपाईँको चाहिँ जब मार्केट डिस्ट्रिब्युसनमा हुन्छ, डिस्ट्रिब्युसनमा पनि बोलिङ्गर ब्यान्डको लगभग त्यस्तै क्यारेक्टर हुन्छ होइन। 3वटै ब्यान्डहरू फ्ल्याट हुन्छ लार्जर टाइम फ्रेममा। प्राइसहरूले डबल टपहरू बनाउन सुरु गर्छ, ट्रिपल टप बनाउन सुरु गर्छ, उस्तै पर्दा मल्टिपल टप बनाउँछ तपाईँको चाहिँ होइन। त्यसै गरेर हजुरले चाहिँ हेड एन्ड सोल्जर प्याटर्नहरू फर्म भएको देख्न सक्नुहुन्छ। इभन राइजिङ वेज देख्न सक्नुहुन्छ डिस्ट्रिब्युसनमा। फलिङ वेजमा तपाईँको चाहिँ के हो त भन्दा एकुमुलेसनमा फलिङ वेज देख्न सक्नुहुन्छ भने डिस्ट्रिब्युसनमा राइजिङ वेज देख्न सक्नुहुन्छ। यो सबै प्याटर्नको हामी पछि चर्चा गर्छौँ है त। यो सबै प्याटर्नहरूको पछि चर्चा हुन्छ हो। यसरी तपाईँको के हो त भन्दा प्राइस आफैमा सर्टेन रेन्जमा तलमाथि प्ले गर्ने, प्राइस एक्सन हेर्दा प्राइसको चार्ट प्याटर्न हेर्दा के हो त भन्दा बुलिस रिभर्सल प्याटर्न बनाइरहेको छ भने हामी एकुमुलेसन फेजमा छौँ। र मार्केट अलरेडी हायर आएर हायर लोको सिरिजमा आइसकेको छ होइन। हामीलाई त बजारले नयाँ हाई बनाइरहेको छ र टपमा आएर अहिले बजार चलिरहेको बजार टपमा छ र त्यहाँ साइडवेज चल्यो भने बुझ्नुहोस् हामी के हो त डिस्ट्रिब्युसनमा हुन सक्छौँ। त्यसको क्यारेक्टर खोज्न पर्यो। अहिले हामी घटेको बजारको बटममा छौँ र त्यहाँ मार्केटमा साइडवेज चलिरहेको छ भने बुझ्न पर्यो कि हामीले के त तपाईँको चाहिँ त्यहाँ एकुमुलेसन चलेको हुनसक्छ है त। एकुमुलेसनबाट कहिलेकाहीँ फेकआउट गरेर रिक्युमुलेट हुनसक्छ, डिस्ट्रिब्युसनबाट कहिलेकाहीँ फेकआउट गरेर रिडिस्ट्रिब्युसन हुनसक्छ। ल अब यो विषयलाई थप तपाईँहरूलाई क्लियर गर्ने गरी भोलि हामी चाहिँ यसैबाट स्टार्ट गरेर सपोर्ट रेजिस्टेन्सबाट अगाडि बढ्ने बाचासहित म आजको सेसनबाट यहाँहरूमा